वेलकम टु क्रोनिकल टिभी नेपाल। नमस्ते साथीहरू, आज म तपाईहरूलाई क्षुद्र ग्रह र त्यसले पृथ्वीमा पार्न सक्ने असरको बारेमा उल्लेख गर्न गइरहेको छु। क्षुद्र ग्रह एउटा चट्टानी वस्तु हो जसको आकार धेरै ठुलो पनि हुन सक्छ र सानो पनि। यसले हाम्रो सोलर सिस्टममा ग्रहहरूले जसरी नै सूर्यलाई परिक्रमा गर्दछ। महान वैज्ञानिक स्टिफेन हकिङले भनेका छन्, हामीले चाँडै नै पृथ्वीको विकल्प खोज्नुपर्छ। यसको तात्पर्य यो हुन जान्छ कि पृथ्वीको अन्त्य निश्चित छ, तर कहिले र कसरी यो भने रहस्यको विषय हो। यो ब्रह्माण्डमा तारा र ग्रहहरू बाहेक ठुला उल्का पिण्ड र क्षुद्र ग्रहहरू घुमिरहेका छन्। ती पिण्ड कति बेला हाम्रो विनाशको कारण बन्न सक्छ त्यो कसैलाई पनि थाहा छैन। एउटा क्षुद्र ग्रहले पुरै पृथ्वीको पर्यावरणलाई उथलपुथल पार्न सक्छ। झन्डै 6 करोड वर्ष पहिले एउटा क्षुद्र ग्रह पृथ्वीमा खसेको थियो, जसको कारण पृथ्वीमा यति धेरै धुलो उड्यो कि त्यो धुलोले गर्दा सूर्यको किरण नै पृथ्वीसम्म आउन सकेन, जसको कारण पृथ्वीमा नमीको मात्रा बढ्न गई पृथ्वी चिसो भयो, जसले गर्दा डाइनोसोरको प्रजाति पृथ्वीबाट विनाश हुन पुगे। अब भन्नुहोस्, त्यस्तै क्षुद्र ग्रह फेरि पृथ्वीमा खसे मानिसको अस्तित्व के होला? वैज्ञानिकहरूको अनुसार एउटा क्षुद्र ग्रह पृथ्वीमा खसे त्यसको परिणाम 1945मा हिरोसिमा र नागासाकीमा अमेरिकाले खसाएको एटम बम भन्दा पनि 1000 गुणा ठुलो हुन सक्छ, जसको परिणाम मानिसले मात्र होइन पृथ्वीको हरेक जीवले भोग्नुपर्ने हुन्छ। यो ब्रह्माण्ड अनन्त छ। हाम्रो आफ्नै ग्यालेक्सीमा मात्र अरबौं ताराहरू रहेका छन्। त्यस्तोमा हाम्रो सूर्य एउटा मझौला तारा हो जसमा 8वटा ग्रहहरू रहेको छ। ती 8वटा ग्रहहरूमध्ये पृथ्वीमा मात्र जीवन छ, बाँकी अन्य ग्रहहरूमा आजसम्म जीवन भेटिएको छैन। अब सोच्नुहोस्, के यस्तो अनन्त संसारमा हामी जस्तो अरू कुनै ग्रह छैन होला त? अब यति बेला विश्वका विकसित देशहरू अमेरिका, रसिया र चीनले अन्तरिक्ष सम्बन्धी खोजलाई तीव्र बनाएका छन्। अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले त सन् 1969मा आफ्नो अपोलो 11 अन्तरिक्ष विमानलाई मानिससहित सफलताको साथ चन्द्रमामा टेकाएको थियो, जुन अन्तरिक्षको खोजको इतिहासमा एउटा ठुलो पड्को थियो। अब अहिले वैज्ञानिकको चासो एउटा ठुलो आउँदो घटनामा केन्द्रित छ। त्यो हो अपोफिस नामक क्षुद्र ग्रह। जुन क्षुद्र ग्रह सन् 2029मा पृथ्वीको ग्रेभिटेसनल कीहोल भएर पार गर्दैछ। केही वैज्ञानिकको अनुसार अपोफिस त्यति बेला पृथ्वीबाट मात्र 32,000 किलोमिटर टाढा हुनेछ, जसको गुरुत्वको असर पृथ्वीको वातावरणमा पर्न सक्दछ। वैज्ञानिकको अनुसार अपोफिस पृथ्वीको नजिक भएर जान्छ तर ठोकिँदैन। तर केही वैज्ञानिक यो पनि भन्दछन् कि यदि अपोफिस पृथ्वीको त्यतिको नजिक आएर त्यसको गति र दिशालाई पृथ्वीको गुरुत्वाकर्षणले परिवर्तन गर्न सक्दछ, जसको परिणाम 8 वर्षपछि अर्थात् 2037मा अपोफिस पृथ्वीसँग ठोकिन सक्दछ। अपोफिसको तौल झन्डै 26 बिलियन किलोग्राम रहेको छ। तपाईँ कल्पना पनि गर्न सक्नु हुँदैन यदि के होला अपोफिस पृथ्वीमा खसेमा। वास्तवमा त्यस्ता केही उल्का पिण्डहरू प्राय पृथ्वीतर्फ खसिरहेका हुन्छन्, तर पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै घर्षणको कारण तिनीहरू पृथ्वीमा आउन नपाउँदै जलेर नष्ट हुन्छन्। तर यदि त्यो पिण्ड अत्यन्त ठुलो भएमा नष्ट हुन बाँकी भाग पृथ्वीसम्म ठोकिन पनि सक्छ। अब भन्नुहोस्, के हामी यस्ता क्षुद्र ग्रहहरूबाट सुरक्षित छौँ त?
यदि छैनौँ भने के हामीले यसबाट सुरक्षित हुने उपाय खोज्न जरुरी छैन? तपाईँ सोच्दै गर्नुहोस्। म भने अर्को एपिसोडमा तपाईँहरूलाई भेट्नेछु। साथीहरू, आज मैले तपाईँहरूलाई पृथ्वी र यसमा क्षुद्र ग्रहहरूको विशेष अपोफिसको खतराको बारेमा छोटकरीमा बताएँ। आशा छ तपाईँहरूले मनोरञ्जन लिनुभयो होला। आउँदो दिनहरूमा पनि यस्तै सूचनामूलक सामग्रीहरू प्रस्तुत गर्ने नै छु। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लागेमा लाइक र हामीलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।